नमस्ते सबैजनालाई। आज म हजुरहरूको माझमा यो पेन्सन प्लानको बारेमा कुरा गर्न चाहदैछु। पेन्सन प्लान यदि तपाईहरु जागिरमा हुनुहुन्छ, कुनै व्यवसाय गर्नुहुन्छ अथवा तपाई कुनै जबमै हुनुहुन्छ अथवा हजुर चाहिँ देशभन्दा बाहिर अथवा स्वदेशमै केही काम गर्दै हुनुहुन्छ र हजुरले आफ्नो लागि कुन चाहिँ प्लान एउटा भविष्यको विचार सोच राखेर एउटा फ्युचर प्लानिङ सहितको कुनै प्लान लिन चाहनुहुन्छ भने हजुरको लागि यो पेन्सन प्लान एकदमै उपयुक्त प्लान हुन सक्छ। किनभने यो प्लान हजुरले पेमेन्ट गर्न 10 वर्ष, 15 वर्ष, 20 वर्षको अवधि राखेर हजुरले टर्म रोज्न सक्नुहुनेछ। त्यसपश्चात हजुरले आफ्नो पोलिसी म्याच्योर भइसकेपछि बोनस प्राप्त गर्नुहुन्छ र बाँचुन जानेसम्म हजुरले जति बिमाङ्क लिनुहुन्छ त्यसको 5.5% हजुरले पेन्सन प्राप्त गर्नुहुन्छ, बिमाङ्कको 5.5% को दरले। र हजुरले पेन्सन प्राप्त गर्दै गर्दा पनि हजुरले त्यतिखेर म्याच्युरिटीको रकम मध्ये हजुरले बोनस खाइसक्नु भएको हुन्छ, पेन्सन पनि पाउनुहुन्छ र हजुरले लाइफ टाइम जति बिमाङ्क छ त्यसको दोब्बर पनि रिस्क कभर पाउनुहुन्छ। यदि तपाईलाई त्यो दोब्बर रिस्क कभर सहितको पेन्सन कुनै टाइममा लिन मन लागेन भने हजुरले त्यसको बिमाङ्कको 95% अथवा 95% हजुरले त्यसको सरेन्डर भ्यालु पनि प्राप्त गर्न सक्नुहुनेछ। यो चाहिँ त्रिपल सुविधा भएको, त्रिपक्षीय सुविधा भएको पेन्सन प्लान लिन यदि तपाईँ इच्छुक हुनुहुन्छ भने मलाई हजुरले डाइरेक्ट सम्झिन सक्नुहुनेछ। धन्यवाद।